Hi everyone, welcome back to my YouTube channel Nurse Everyday. म प्रशंसा पौडेल र आजको भिडियोमा चाहिँ हामीले जीसीएस को बारेमा डिस्कसन गर्न गइरहेको छौँ। सो बेसिकली जीसीएस भनेको चाहिँ ग्लास्गो कोमा स्केल हो र यो चाहिँ एकदमै इम्पोर्टेन्ट न्युरोलोजिकल असेसमेन्ट टुल हो जुन चाहिँ हामीले पेसेन्टको लेभल अफ कन्सियसनेस आइडेन्टिफाई गर्नको लागि चाहिँ युज गर्ने गर्छौँ। और यो चाहिँ एउटा टुल हो जुन चाहिँ हामीले पेसेन्टको कुनै पनि स्टिमुलाइसँगको रेस्पोन्स कस्तो छ भनेर असेस गर्नको लागि चाहिँ युज गर्ने गर्छौँ। र यसमा चाहिँ सर्टेन स्कोरहरू चाहिँ दिने हुन्छ र यसमा मिनिमम अफ 3 स्कोर हुन्छ र म्याक्सिमम अफ 15 स्कोर चाहिँ हुन्छ। 3 भन्दा कम र 15 भन्दा बेसी स्कोरिङ चाहिँ गर्न मिल्दैन र यसमा चाहिँ मेनली हामीले 3टा रेस्पोन्स अथवा 3टा प्यारामिटर चाहिँ हेर्ने हुन्छौँ, जसमा भनेको चाहिँ हामीले आई ओपनिङ रेस्पोन्स हेर्छौँ, भर्बल रेस्पोन्स हेर्छौँ र अर्को भनेको चाहिँ हामीले मोटर रेस्पोन्स चाहिँ हेर्ने हुन्छौँ। र यो इच प्यारामिटरको स्कोरलाई चाहिँ हामीले एड गर्छौँ र एड गरेर चाहिँ हामीले टोटल स्कोर चाहिँ दिने हुन्छौँ, जुन चाहिँ हामीले जीसीएस भनेर भन्छौँ। आई ओपनिङमा चाहिँ हामीले 4टा प्यारामिटर हेर्छौँ र यसमा मिनिमम स्कोर भनेको चाहिँ 1 हुन्छ भने म्याक्सिमम स्कोर भनेको चाहिँ 4 हुन्छ। त्यस पछाडि आउँछ भर्बल रेस्पोन्स। भर्बलमा चाहिँ हामीले 5वटा प्यारामिटर हेर्छौँ र यसको मिनिमम स्कोर 1 हुन्छ भने म्याक्सिमम स्कोर भनेको चाहिँ 5 हुन्छ। त्यस पछाडि आउँछ मोटर रेस्पोन्समा चाहिँ हामीले 6वटा प्यारामिटर हेर्छौँ र यसको मिनिमम स्कोर भनेको 1 हुन्छ र म्याक्सिमम स्कोर भनेको चाहिँ 6 हुन्छ। हामीले चाहिँ इभीएम भनेर चाहिँ याद गर्न सक्छौँ र स्कोर भनेको चाहिँ 4, 5, 6 भनेर चाहिँ याद गर्न सक्छौँ। जीसीएस हेर्दाखेरि चाहिँ हामीले 2 टाइप अफ स्टिमुलस चाहिँ युज गर्छौँ। एउटा भनेको भर्बल स्टिमुलाई भयो। भर्बल भनेको चाहिँ हामीले बोल्ने अथवा हाम्रो भोइस युज गर्ने भनेको भर्बल स्टिमुलाई भयो। अर्को भनेको चाहिँ पेन अर प्रेसर स्टिमुलाई चाहिँ हुन्छ। यदि पेसेन्टले चाहिँ भर्बल स्टिमुलाइसँग रेस्पोन्स गर्नुभएको छैन भने चाहिँ हामीले पेन अर प्रेसर स्टिमुलस चाहिँ युज गर्न सक्ने हुन्छौँ। आई ओपनिङ हेर्दाखेरि चाहिँ यदि पेसेन्टको चाहिँ स्पोन्टेनियस आई ओपनिङ छ भने चाहिँ त्यसलाई हामीले 4 स्कोर दिन्छौँ। स्पोन्टेनियस भनेको चाहिँ जस्तै अब हामी पेसेन्टको जीसीएस असेस गर्न पेसेन्टको साइडमा गयौँ र हेर्दाखेरि चाहिँ पेसेन्टले अलरेडी आई ओपन गरिराख्नु भएको छ भने त्यो स्पोन्टेनियस भयो, त्यसमा चाहिँ हामीले 4 स्कोर दिने भयौँ। र पेसेन्टको बेड साइडमा जाँदाखेरि पेसेन्टले चाहिँ आइज चाहिँ क्लोज राख्नु भएको छ, हाम्रो भोइसलाई चाहिँ रेस्पोन्स गरेर आई ओपनिङ गर्नुभयो भने चाहिँ त्यसलाई चाहिँ हामीले आई ओपनिङ टु भोइस भनेर भन्छौँ र त्यसलाई चाहिँ हामीले 3 स्कोर दिन्छौँ। अनि आई ओपनिङ टु पेन छ भने चाहिँ हामीले 2 दिन्छौँ। भनेको चाहिँ पेसेन्टलाई भोइस दिउँ, भोइस दिँदाखेरि पनि उहाँले चाहिँ आई ओपनिङ गर्नु भएन भने चाहिँ हामीले चाहिँ पेन स्टिमुलस दिन्छौँ। र पेन स्टिमुलस दिँदाखेरि यदि पेसेन्टले आई ओपनिङ गर्नुभयो भने चाहिँ त्यतिखेर हामीले 2 दिन्छौँ। र पेन स्टिमुलस दिँदाखेरि पनि पेसेन्टले चाहिँ आई ओपनिङ गर्नु भएन अथवा नो रेस्पोन्स, कुनै पनि रेस्पोन्स दिनु भएन स्टिमुलाई दिँदाखेरि भने पनि चाहिँ हामीले 0 दिने हुन्छौँ। र यसरी चाहिँ हामीले 4वटा प्यारामिटर चाहिँ हेर्छौँ र स्कोरिङ चाहिँ गर्छौँ आई ओपनिङ रेस्पोन्समा। त्यस पछाडि आउँछ भर्बल रेस्पोन्स। भर्बल रेस्पोन्समा चाहिँ यदि पेसेन्ट चाहिँ अलर्ट अनि ओरिएन्टेड हुनुहुन्छ भने चाहिँ हामीले 5 स्कोर चाहिँ दिने हुन्छ। पेसेन्ट अलर्ट एन्ड ओरिएन्टेड चाहिँ हुनुहुन्छ भनेर कसरी थाहा पाउने भन्दाखेरि चाहिँ पेसेन्टको ओरिएन्टेसन चाहिँ हामीले टाइम, प्लेस एन्ड पर्सनमा चाहिँ हेर्नुपर्ने हुन्छ होइन। पेसेन्टलाई चाहिँ अब तपाईँको नाम के हो भनेर सोध्ने, पेसेन्टले आफ्नो नाम करेक्ट भन्नुभयो होइन। अनि त्यस पछाडि भनेको पेसेन्ट पर्सनसँग चाहिँ ओरिएन्टेड हुनुहुन्छ। अनि तपाईँ कहाँ हुनुहुन्छ भनेर सोध्छौँ हामी होइन। पेसेन्टले चाहिँ हस्पिटलमा हुन्छ भने म हस्पिटलमा छु अथवा उहाँले करेक्ट भन्नुभयो भने चाहिँ उहाँ प्लेससँग ओरिएन्टेड हुनुहुन्छ भन्ने कुरा बुझिन्छ। त्यस पछाडि अहिले कुन इयर चलिरहेछ अथवा अहिले दिन छ कि राति छ अथवा आज कुन डे हो भनेर हामीले सोध्यौँ र पेसेन्टले करेक्ट रेस्पोन्स गर्नुभयो भने पेसेन्ट टाइमसँग पनि ओरिएन्टेड, पेसेन्ट टाइम, प्लेस एन्ड पर्सनसँग ओरिएन्टेड हुनुहुन्छ भने हामीले 5 स्कोर दिन्छौँ। र हामीले पेसेन्टलाई सोद्धाखेरि चाहिँ पेसेन्ट अलिकति कन्फ्युज हुनुभयो होइन। अब पेसेन्ट हस्पिटलमा हुनुहुन्छ, हस्पिटलको सट्टा म घरमा छु भनेर भन्नुभयो भने चाहिँ पेसेन्ट कन्फ्युज हुनुहुन्छ होइन। त्यस्तो कन्डिसनमा चाहिँ हामीले भर्बल रेस्पोन्समा चाहिँ 4 स्कोर दिने हुन्छौँ। त्यस पछाडि हामीले पेसेन्टलाई क्वेसन सोधिरहेको र पेसेन्टले चाहिँ त्यो क्वेसनसँग रिलेटेड केही पनि कुरै गर्नु भएको छैन, एकदमै इनअप्रोप्रिएट वर्ड्सहरू बोलिराख्नु भएको छ, अरू वर्ड्सहरू चाहिँ बोलिराख्नु भएको छ भने चाहिँ इनअप्रोप्रिएट वर्ड भएर त्यसमा चाहिँ हामीले 3 स्कोर दिन्छौँ। र हामीले क्वेसन सोद्धाखेरि चाहिँ पेसेन्टले केही पनि वर्ड बोल्न सकिराख्नु भएको छैन, इनअप्रोप्रिएट साउन्ड मात्र प्रड्युस गरिराख्नु भएको छ भने चाहिँ त्यस्तो कन्डिसनमा हामीले 2 स्कोर दिन्छौँ। र पेसेन्टले चाहिँ कुनै पनि रेस्पोन्स दिइराख्नु भएको छैन, भर्बली चाहिँ उहाँले केही पनि बोल्न सकिराख्नु भएको छैन, केही पनि बोल्नु भएको छैन भने चाहिँ हामी त्यतिखेर चाहिँ 1 दिन्छौँ, द्याट इज नो रेस्पोन्स। र अब यदि पेसेन्टहरू चाहिँ इन्टुबेटेड हुनुहुन्छ, इन्टुबेसनहरू गरेको छ भने त्यस्तो कन्डिसनमा चाहिँ पेसेन्टले बोल्न सक्नु हुँदैन नि त। त्यस्तो कन्डिसनमा चाहिँ अब
रेस्पोन्स चाहिँ हामीले टेस्ट गर्न चाहिँ सक्दैनौँ र त्यस्तो कन्डिसनमा चाहिँ हामीले भर्बलमा चाहिँ बीटी भनेर चाहिँ दिन्छौँ, नट टेस्टेबल छैन भनेर चाहिँ बीटी लेख्ने गर्छौँ। अर्को आउँछ मोटर रेस्पोन्समा चाहिँ जम्मा हामीले 6वटा प्यारामिटर चाहिँ हेर्ने गर्छौँ। यदि पेसेन्टले चाहिँ ओबे कमान्ड गरिराख्नु भएको छ भने चाहिँ त्यस्तो कन्डिसनमा चाहिँ हामीले 6 स्कोर दिन्छौँ। ओबे कमान्ड भनेको चाहिँ अब पेसेन्टले कमान्ड ओबे गर्नुहुन्छ कि गरेन भनेर चाहिँ हामीले कसरी हेर्न सक्छौँ भन्दाखेरि चाहिँ पेसेन्टलाई चाहिँ मुख खोल्न लगाउने, जिब्रो निकाल्नु भन्ने होइन, पेसेन्टले गरिराख्नु भएको छ हामीले भनेको कुरा होइन, हात उचाल्नु, खुट्टा उचाल्नु, हात पक्रिनु भनेर भन्ने। यदि पेसेन्टले चाहिँ हामीले भनेको कुरा चाहिँ ओबे गरेर गरिराख्नु भएको छ भने चाहिँ हामीले पेसेन्टलाई 6 दिने हुन्छौँ। अब पेसेन्टले चाहिँ अब ओबे कमान्ड गरिराख्नु भएको छैन भने चाहिँ हामीले पेन स्टिमुलस दिने हुन्छौँ र मोटर रेस्पोन्स चाहिँ हेर्ने हुन्छौँ। अब पेन स्टिमुलस दिँदाखेरि चाहिँ कहाँनिर दिने भन्दाखेरि एउटा भनेको चाहिँ हामीले ट्रापिजियस प्रेसर दिएर चाहिँ गर्न सक्ने हुन्छौँ भने अर्को भनेको चाहिँ हामीले सब अर्बाइटल एरियामा चाहिँ प्रेस गरेर चाहिँ हामीले चाहिँ यो रेस्पोन्स हेर्न सक्ने हुन्छ। हामीले पेन अथवा प्रेसर स्टिमुलस दिँदाखेरि चाहिँ यदि पेसेन्टले चाहिँ त्यो एरियालाई चाहिँ लोकलाइज गरेर चाहिँ रिमुभ गर्नुभयो, हाम्रो हातलाई चाहिँ रिमुभ गर्नुभयो भने चाहिँ त्यो भनेको लोकलाइज पेन भयो र त्यसमा चाहिँ हामीले 5 स्कोर चाहिँ दिने हुन्छौँ। र हामीले पेन रेस्पोन्स दिँदाखेरि चाहिँ पेसेन्टले लोकलाइज गर्न सक्नु भएन, पेसेन्टले फ्लेक्सन गर्नुहुन्छ, नर्मल फ्लेक्सन गर्नुहुन्छ, तर पेसेन्टले चाहिँ लोकलाइज गरेर हाम्रो हात चाहिँ रिमुभ गर्न सक्नुहुन्न भने त्यसलाई चाहिँ हामीले विथड्रल भनेर भन्छौँ र त्यस्तो कन्डिसनमा चाहिँ हामीले 4 स्कोर चाहिँ दिने हुन्छौँ। र पेसेन्टलाई चाहिँ हामीले पेनफुल स्टिमुलस दिँदाखेरि चाहिँ पेसेन्टले एबनर्मल फ्लेक्सन गर्नुभयो भने चाहिँ त्यस्तो कन्डिसनमा चाहिँ हामीले पेसेन्टलाई 3 स्कोर चाहिँ दिन्छौँ। र एबनर्मल फ्लेक्सनलाई चाहिँ हामीले डिकर्टिकेट पोस्चरिङ पनि भनेर भन्छौँ। डिकर्टिकेट पोस्चरिङ एन्ड डिसेरेब्रेट पोस्चरिङ चाहिँ एकदमै इम्पोर्टेन्ट छ न्युरोलोजिकल एक्जामिनेसनमा र यसले चाहिँ सिभियर ब्रेन इन्जुरीहरूलाई चाहिँ इन्डिकेट गर्ने हुन्छ। र डिकर्टिकेट भन्दा पनि डिसेरेब्रेट पोस्चरिङ छ भने चाहिँ पेसेन्टको कन्डिसन चाहिँ एकदमै डिटोरिएट भएको छ अथवा सिभियर ब्रेन इन्जुरीहरू छ भन्ने कुरा चाहिँ हामीले चाहिँ आइडेन्टिफाई पनि गर्न सक्छौँ। डिकर्टिकेट पोस्चरिङमा चाहिँ के हुन्छ भन्दाखेरि पेसेन्टको फिस्ट चाहिँ क्लेन्स भएको हुन्छ र एल्बो चाहिँ फ्लेक्स भएको हुन्छ टुवर्ड द कोर अफ द बडी, लेग्सहरू चाहिँ एक्सटेन्डेड भएको हुन्छ। यसलाई चाहिँ हामीले डिकर्टिकेट पोस्चरिङ भनेर चाहिँ भन्छौँ। र हामीले पेसेन्टलाई पेन दिँदाखेरि चाहिँ पेसेन्टले एबनर्मल एक्सटेन्सन गर्नुभयो भने चाहिँ पेसेन्टलाई हामी 2 स्कोर दिन्छौँ र यसलाई चाहिँ हामीले डिसेरेब्रेट पोस्चरिङ भनेर पनि चाहिँ हामीले भन्छौँ। र यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ लेग्सहरू चाहिँ एक्सटेन्डेड भएको हुन्छ र आर्म पनि चाहिँ एक्सटेन्डेड भएको हुन्छ र रिस्ट चाहिँ क्लेन्स गर्नु भएको हुन्छ र यसरी ब्याकतिर चाहिँ फ्लेक्स्ड भएको चाहिँ हुन्छ। र हामीले पेनफुल स्टिमुलस दिँदाखेरि पेसेन्टले कुनै पनि रेस्पोन्स दिनु भएन, नो रेस्पोन्स छ भने चाहिँ त्यतिखेर स्कोर चाहिँ 1 हुन्छ। सो यसरी चाहिँ हामीले 3टा प्यारामिटर्स अथवा 3टा रेस्पोन्सहरू चाहिँ हेर्छौँ। 3टै रेस्पोन्समा चाहिँ जति स्कोर आउँछ त्यो स्कोरलाई चाहिँ एडअप गरेर चाहिँ हामीले जिसिएस दिने हुन्छौँ। त्यही भएर चाहिँ हामीले टोटल जिसिएस हेर्दाखेरि चाहिँ हामीले इन्डिभिजुअल स्कोर कति छ भनेर हेर्नको लागि पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। र जिसिएसमा चाहिँ लोएस्ट स्कोर भनेको 3 हुन्छ भने हाइएस्ट स्कोर भनेको 15 हुन्छ। यदि लेस देन 8 स्कोर छ भने चाहिँ पेसेन्ट अनकन्सियस हुनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ र यदि मोर देन 8 छ भने चाहिँ पेसेन्ट कन्सियस नै हुनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। र यदि लेस देन 8 अर मोर देन 8 छ भने पनि पेसेन्ट को चाहिँ इच प्यारामिटरमा चाहिँ कति स्कोर आएको छ भन्ने कुरा पनि हेर्नुपर्ने चाहिँ हुन्छ। यदि पेसेन्टको चाहिँ लेस देन 8 आएको छ स्कोर भने चाहिँ मेबी पेसेन्टलाई चाहिँ पेसेन्ट्सहरू चाहिँ रिक्वायर हुनसक्छ। अनि त्यसै गरी यदि पेसेन्टको चाहिँ 3 आएको छ भने चाहिँ पेसेन्ट चाहिँ एकदम डिप कोमामा अथवा पेसेन्ट चाहिँ ब्रेन डेथमा हुन सक्नुहुन्छ अथवा एकदमै वर्स्ट कन्डिसनमा चाहिँ हुन सक्नुहुन्छ भन्ने कुरा चाहिँ आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। र हामीले चाहिँ जिसिएस युजली 2 आवरली चाहिँ असेस गर्नुपर्ने हुन्छ। यसले चाहिँ पेसेन्टको कन्डिसन चाहिँ कस्तो भइरहेको छ, इम्प्रुभ भइरहेको छ कि मोर डेटोरिएट भइरहेको छ भन्ने कुरा चाहिँ आइडेन्टिफाई गर्नको लागि हेल्प गर्ने हुन्छ। अथवा हामीले चाहिँ हाम्रो हेल्थ फेसिलिटीको पोलिसी के छ त्यो पोलिसी अनुसार चाहिँ पेसेन्टको जिसिएस चाहिँ मोनिटर गर्नुपर्ने हुन्छ। एउटा एक्सर्साइज गरेर हेरौँ, तपाईँहरूले कतिको बुझ्नुभयो कि बुझ्नु भएन, म चाहिँ कन्डिसन दिन्छु र तपाईँहरूले चाहिँ पेसेन्टले कति स्कोर पाउनुहुन्छ भनेर चाहिँ कमेन्ट गर्नु होला तल। हामीले चाहिँ पेसेन्टको जिसिएस हेर्न गयौँ र जिसिएस हेर्दाखेरि चाहिँ पेसेन्टले चाहिँ आई ओपनिङ पेनमा मात्र गरिराख्नु भएको छ। भर्बलमा चाहिँ पेसेन्टले इनअप्रोप्रिएट वर्ड्सहरू बोलिराख्नु भएको छ र मोटर रेस्पोन्समा चाहिँ पेसेन्टले एबनर्मल फ्लेक्सन गरिराख्नु भएको छ भने चाहिँ पेसेन्टले टोटल कति जिसिएस पाउनुहुन्छ कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। आई होप यो भिडियो चाहिँ तपाईँहरूको लागि हेल्पफुल भयो होला र यो सकेसम्म चाहिँ अरूलाई पनि सेयर गरिदिनुहोस् सो द्याट अरूलाई पनि चाहिँ हेल्प होस्। यस्तै भिडियोको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला र थ्याङ्क यू सो मच फर वाचिङ। बाई, सी यू इन नेक्स्ट भिडियो।